नमस्कार। भूमिराज पौडेलको लेख हामीले केही दिन अघि वाचन गरेका थियौँ। आज उहाँले नै लेख्नुभएको अर्को लेखको वाचन गर्दैछु, जसको शीर्षक रहेको छ स्वदेशमै परदेशिएका बा, जसको वाचन यसरी सुरु हुन्छ। चिसो बढी बढी हुँदै गएको थियो। घर छेउका बाँसकारीमा चराहरू सुत्ने तर्खरमा थिए। बाँसकारीको छेउको डाँडामा सिरसिर आवाज चलिरहेको थियो। डाँडाबाट पछाडि फर्केर हेर्दा बुढा भएका बा गोठमा गाईबस्तुलाई घाँस फन्ने गरेर फर्किँदै थिए अनि आमा भित्र भान्सामा खाना बनाउने तयारीमा। त्यस्तै कोही मानिस पिठ्यूमा डुको घाँस दाउराको भारी बोकेर घरतर्फ आउँदै थिए अनि घरमा भएको रेडियो सुनेर बसिरहेका थिए। पर्वतको बाजुङमा मेरो घर। त्यहाँ बाले पढाउने बेलासम्म जहिले प्रथम द्वितीय हुन्थे। मेरा बा 12-13 क्लास पढेका अरे। आफूले पढ्दै पढाउँदै गरेका कारण मेरा बालाई जसले पनि मास्टर भन्ने रहेछन्। त्यसैले आजसम्म बाको नाम पनि मास्टर छ। त्यो समयमा टाढा गएर जागिर खानु भनेको मास्टर हुनु रहेछ भन्ने गाउँलेको धारणा रहेको रहेछ। औँसीको रात, पुस महिनाको समय, घाम डुबिसकेका थिए। जुन देखिएका पनि थिएनन्। मानिस र जुनमा पनि एउटा भिन्नता रहेछ। जुन अस्ताएपछि फेरि उदाउन सक्छ, तर मानिस अस्ताएपछि उदाउनु उस्तै हो। जुन अस्ताएर मिरमिरका धारा झरेर गएपछि नै बिहानीको सुरुवात हुने त हो। भुपी शेरचनले भनेको जस्तो हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक 2-4 सपुत मरेर नगए। गाउँमा दुईतिरबाट खोला बग्छ। दुवै खोला बगेर तलतिर एकै ठाउँमा मिसिएको छ अनि त्यहाँ गहिरो ताल बनेको छ, जहाँ हामी साना साना हुँदा पौडी खेल्न जान्थ्यौँ। म सानो हुँदा मैले मेरी आमालाई सोध्थेँ, आमा, बाबा खोइ? आमाले घर छेउको डाँडामा गई 2 खोला सलल्ल बगेको देखाउँदै भन्थिन्, तेरा बा उतो खोलाको तिरैतिर हुँदै परदेश गएका छन्। अस्ति फोनमा अब छिट्टै घर आउँछु भनेको पनि सुनेको थिएँ। त्यस्ता अस्ति कति गए कति, बा आजसम्म परदेशबाट फर्केनन्। केही वर्षपछि परदेशबाट फर्केका बाले मलाई आशिष दिँदै भने, मैले जसरी परदेशिएर जागिर खानु नपरोस् तैँले, पढेको यही नै काम लागोस् भगवान्। यतिकैमा बालाई प्रश्न गरे, बा किन परदेशी हुनुभएको? अनि परदेशी भनेको के हो नि? परदेशी हुने रहर त कसलाई हुन्छ र बाबु? गरिब र बेरोजगारीको हतकडी फुकाउने उद्देश्यले म जस्ता कयौं मानिस जाने ठाउँ नै परदेश हो, जहाँ उनीहरूको दुःख पीडा पीर व्यथाहरू मेरो भन्दा कम नहोला, तर फरक भने अवश्य छ। जहाँ फलफल जन्मभूमि घर परिवार र छोराछोरीको यादमा बग्ने यो आँसुको महत्त्व बुझ्ने मानिस कोही हुँदैन। यही हो परदेश। सम्झनाले जति सताए पनि, बिछोडको पीडाले जति तडपाए पनि, भगवान रूपी दियोमा कल्पना रूपी आशाका दीप जलाउँदै घरको सम्झना भरोसा र आशामा बाँच्ने ठाउँ परदेश हो। म सानै हुँदा बा परदेशीको कुरा मैले आमाबाट थाहा पाएँ। मैले मेरा बालाई म जान्ने बुझ्ने भएदेखि देख्न पाएको थिइनँ। जब म जान्ने बुझ्ने भएको थिएँ, तब मेरा बालाई देख्न पाउँदा खुसी थिए अनि उत्सुक पनि, किनकि मेरा बा कस्ता थिए अनि कस्ता छन् मैले देखेको थिइनँ। मलाई यति थाहा थियो कि मेरा बा पनि रहेछन्, म पनि बाको सन्तान रहेछु। अस्ति आमासँग अब छिट्टै घर आउँछु भनेको कुरा 1 कान 2 कान गर्दै मैदानसम्म फैलिएछ। गाउँभरि हल्ला भयो। बा घर आउने पक्का भयो। बा घर आउने भएपछि घरको ढाँचा पनि त्यही अनुरूप फेरियो। सल्लाह अनुसार आमाले ढोकाको दैलोमा अम्खरामा जल राखिन्। आँगनको डिलमा भएको सयपत्री फूलको बोटबाट फूल टिपेर ल्याइन् अनि अम्खरामा हालिन्। फूल छेउमा दुबो पनि राखिन्। दुबोलाई बहुउपयोगी झार मानिन्छ। दुबोको आयुर्वेदिकमा खास महत्त्व छ। यो जहाँ पनि सजिलै पाइन्छ। धेरैजसो औषधीय गुणका वनस्पति दुर्लभ हुन्छन्, तर दुबो जताततै पाइन्छ। दुबोको यही विशेषताका कारण भनिएको हो, दुबो जस्तै मौला होस्। आमाले घरलाई चारैतिरबाट रङ्गीन बनाए। मैले पनि घरलाई धेरै पछि रङ्गीन देखेँ। आमा मुस्कुराएको मैले कहिल्यै पनि देखेको थिइनँ।
त्यो पल आमाको मुहारमा एक किसिमको चमक देखे। आमाको ओठ खुसीले नाचिरहेको थियो। आमाले यता घरको काम गर्दै थिइन्। म बाको प्रतीक्षामा थिएँ। बा आउने बाटातिर हेरेर बसिरहेको थिएँ। ती खोला नालाले बालाई कति बेला स्वागत गर्ला भनी डाँडाको छेउमा आउँदै हेर्दै गरिरहेको थिएँ। तर झमक्कै साँझ पर्यो। चराचुरुङ्गी बास बस्न डाँडा छेउको बाँसखारीमा आइपुगे। झ्याउँकिरी कराउन थाले। तर बा आएनन्। म निराशिँदै घर आएँ। घर आउँदा सबैको मुहारमा खुसी थियो। केही समयपछि घरबाट देखिने तलको बाटोमा 4वटा लाइटहरू एकै बाटो बल्दै आएको देखेँ। मैले एकहोरो लाइट बलेको मात्रै हेरेँ। दो बाटोमा आएपछि ती लाइटहरू दुईतिर बाँडिए। 2वटा मेरो गाउँतिर अनि 2वटा फल्लो गाउँतिर। अलि नजिक आएपछि दुवैजनामा मेरा बाको होलान् भनी अनुमान गरे। दुवै घरको आँगनमा आइपुगे। मैले अनुमान गरे पक्कै पनि मेरा बा अगाडिका हुनुपर्छ। आफू जान्ने बुझ्ने भएपछि पहिलोपटक बालाई देख्दै थिए। बाले आएर हजुरबालाई ढोगे अनि बाले आमाले ढोगिन्। मैले बालाई ढोगे। वर्षौंपछि परदेशबाट आएका बाले आशिष दिँदै मलाई भने, म जसरी मेरो छोरो परदेश जान नपरोस्। मैले पढाइदिएको लेखाइदिएको छु। उसले सोचेको सबै पुर्याइदेऊ भगवान्। बा आएपछि घरका सदस्यको अनुहारमा खुसी छायो। आमा खुसी भइन्। तर बा आए पनि आमाको दुःख घटेन। आफू जलेर सन्तानलाई खुसी दिइरहेकी छिन् आमाले। मैले देखेँ बाको निधारमाथि गहिरो दाग। त्यो दाग बाले जिम्मेवारी बोक्दा बोक्दै बसेको गह्रौँ जिम्मेवारीको दाग थियो। मैले मेरा बा त जिम्मेवारीको भरिया पो रहेछन् भन्ने सोचे। बाले परदेशमा जिम्मेवारीको भारी बोक्ने रहेछन्। आज म घरबाट टाढा छु। पढ्न आएको छु। मेरो यहाँसम्मको यात्रामा बा आमाको सपना अनि मेरो विपना जोडिएको छ। बा, हजुरलाई सम्बोधन गर्ने त मसँग कुनै शब्द नै छैनन्। हजुरलाई सधैँ बुबा भनेर बोलाउन पाइराखु। शारीरिक रूपले टाढा भए पनि आत्मीयता गाढा छ। हजुरको कारण म यो स्थानमा छु। हजुरको मुहारमा सधैँभरि खुसी छाओस्। बाँकी दुःख कष्टहरू पीर व्यथा म आफै बुझौँला अनि सम्हालौँला पनि। तर बाबा, तपाईको निधारको जिम्मेवारीको दाग एक दिन अवश्य मेट्नेछु। भूमिराज पौडेलको रचना स्वदेशमै परदेशिएका बाको वाचन गरेर सकेका छौँ। यहाँहरूलाई कस्तो लाग्यो? हामीलाई प्रतिक्रिया दिनुहोला। र नयाँ कथा र कविताको साथमा आउने नै छु। त्यति बेलसम्म मलाई पनि बिदा दिनुहोस्। नमस्कार।